100 वर्ष अघि यसै मे महिनामा मिसेस ड्यालोवेले भनिन् कि उनले आफै फूल किन्ने छिन्। भर्जिनिया वुल्फको 1925 मा प्रकाशित उपन्यास मिसेस ड्यालोवेको यो आरम्भिक पंक्ति आधुनिकतावादी लेखकहरूले लेखेका केही प्रसिद्ध वाक्यहरूमध्ये एक हो, जसले एडवर्डियन युगको लगभग समाप्तिपछिको प्रभाव बोकेको छ, तर साथसाथै आधुनिकताको स्पष्ट छाप पनि दिन्छ। आफ्ना उपन्यास र निबन्धहरूमा वुल्फले 20औं शताब्दीको सुरुवातमा तीव्र गतिमा परिवर्तन भइरहेका दृष्टिकोणहरू, नारीवाद, साम्राज्यवाद, मनोविज्ञान, यौनिकता जस्ता आधुनिक विषयहरूप्रति परीक्षण गरिन्। आफ्ना अन्य आधुनिकतावादी साथी जस्तै वुल्फले यथार्थवादी चित्रणबाट टाढा आन्तरिक मोड लिई मानव मनभित्र पसेर लेख्ने प्रयास गरिन्। उनले पात्रहरूको आन्तरिक संसारलाई गहिरो रूपमा अन्वेषण गर्नु आवश्यक ठानिन्। वुल्फको विश्वास थियो कि कलाले मानिसहरूको, विशेष गरी महिलाहरूको अनुभूति र संवेदनाहरूलाई चित्रण गर्ने प्रयास गर्नुपर्छ। यस्तै प्रयासका क्रममा वुल्फले यस्ता अनौठा साहित्यिक स्वरूपहरू र सिद्धान्तहरू विकसित गरिन् जसले आजसम्म पनि लेखक र शोधकर्ताहरूलाई प्रभावित पारिरहेकै छन्। भर्जिनिया वुल्फ, जसको जन्म 1982 मा भएको थियो, ब्लुम्सबेरी समूहकी एक प्रमुख व्यक्तित्व थिइन्। यो समूह लेखक, कलाकार र बौद्धिक व्यक्तिहरूको एउटा ढिला ढाला जमात थियो, जसमा लिटन स्ट्रेची, भेनिसा बेल, इएम फोस्टर लगायत अन्य धेरै सदस्यहरू थिए। उनीहरू सन् 1905 देखि नियमित रूपमा भेटघाट गर्न थालेका थिए, जहाँ उनीहरूले कला, राजनीति, दर्शन र साहित्यबारे छलफल गर्थे। विद्वान एसपी रोजनबाउनका अनुसार ब्लुम्सबेरी समूह एउटा यस्तो साथी तथा नातागोता समूह थियो जसका सदस्यहरूले 2 पुस्तासम्म एक अर्कालाई चिनेका र माया गरेका थिए। यद्यपि ब्लुम्सबेरीलाई दार्शनिक, नैतिक, कलात्मक वा राजनीतिक समानताहरूमा आधारित एउटा आन्दोलनको रूपमा बुझ्नु केही हदसम्म भ्रामक हुन्छ। ती बैठकहरू विचार र बहसको उपजाग थलो थिए, जहाँ वुल्फले लेखन र कलाबारे आफ्ना धेरै विचारहरू विकास र परिष्कृत गरेकी थिइन्। सन् 1917 मा वुल्फ र उनका श्रीमान लियोनार्ड वुल्फ, जो ब्लुम्सबेरी समूहका सदस्य पनि थिए, दुईले होगार्थ प्रेस स्थापना गरे। सुरुमा यो प्रेसले उनीहरू आफैका र उनका साथीहरूको कृति प्रकाशित गर्ने माध्यमको रूपमा काम गर्यो, तर प्रथम विश्वयुद्धको अन्त्यसम्म पुग्दा वुल्फ दम्पतिले यसलाई फराकिलो दायरा भएको राजनीतिक र साहित्यिक कृतिहरूको प्रकाशन गृहमा रूपान्तरण गरे। यसमा राजनीतिक पम्फलेटहरू, नारीवादी कृति, अनुवाद साथै अन्तर्राष्ट्रिय उपनिवेशिक र श्रमिक वर्गका लेखकहरूका कृतिहरू पनि समावेश हुन थाले। समयसँगै होगार्थ प्रेसका अनुवाद र नारीवादी प्रकाशनहरूले लेखकको व्यक्तिगत स्वामित्वभन्दा सामूहिक आवाजहरूमा जोड दिए र महान पुरुषहरूको इतिहासलाई पुनः संरचना गरी त्यसमा अन्तर्राष्ट्रिय उपनिवेशिक र महिला बाहिरी पात्रहरूलाई पनि समावेश गरे। यसरी गर्दै प्रेसले परम्परागत बेलायती क्यानन भन्दा बाहिरको वैकल्पिक साहित्यिक इतिहास निर्माणमा सहयोग पुर्यायो। होगार्थ प्रेसले प्रकाशित गरेका कृतिहरूमा अहिले आधुनिकतावादीका उत्कृष्ट उदाहरणहरू मानिने रचनाहरू पनि छन्, जस्तै टी.एस. इलियटको कविता द वेस्टल्यान्ड, इएम फोस्टर र क्याथरिन म्यान्सफिल्डका उपन्यासहरू तथा वुल्फका आफ्नै कथा र निबन्धहरू। वुल्फका उपन्यासहरू मिसेस ड्यालोवे, टु द लाइट हाउस, ओर्ल्यान्डोलाई उच्च आधुनिकतावादका साहित्यिक प्रतिरूपहरू मानिन्छ। यी कृतिहरू शताब्दीको मोडसँग जोडिएका सांस्कृतिक घटनाहरूको खोज गर्दछन्, आधुनिकतावादका शैलीगत विशेषताहरू प्रदर्शन गर्दछन् र व्यक्तिगत भावनात्मक अनुभव तथा संज्ञानमा केन्द्रित छन्। वुल्फले 19औं शताब्दीको साहित्यलाई भौतिकवाद भनेर अस्वीकार गरेकी थिइन्। उनका तत्कालीन साहित्यिक पुर्खाहरूको शैलीलाई उनले एडवर्डियन भनेकी छिन् भनी भिड साइमोनिटीले लेख्छिन्। यो शैली अत्याधिक वर्णनात्मक थियो र सामाजिक तथ्यहरू, स्थिर मनोवैज्ञानिक विशेषताहरू तथा भौतिक परिस्थितिहरूमा केन्द्रित हुन्थ्यो। तर वुल्फको विश्वास थियो कि आधुनिक उपन्यासले पात्रहरूको आन्तरिक जीवनको खोज गर्नुपर्छ। सन् 1924 मा लेखिएको आफ्नै निबन्ध मिस्टर बेनेट
एन्ड मिसेस ब्राउनमा उनले लेखेकी छिन्। उपन्यासहरूले पात्रलाई केन्द्रमा राख्छन् र उपन्यास भन्ने विधा पात्रको अभिव्यक्तिका लागि विकसित भएको हो। सिद्धान्त बखान गर्न, गीत गाउन वा बेलायती साम्राज्यको महिमा गाउन होइन। वास्तवमा वुल्फले कल्पना र अनुभव बीचको सम्बन्ध र तिनीहरू बीचको विच्छेद अन्वेषण गर्न नयाँ लेखन शैलीहरूको विकास गरिन्। साइमोनिटीका अनुसार मिसेस डैलोवे वुल्फको अग्रगामी स्ट्रिम अफ कन्सियसनेस शैलीमा लेखिएको हो र मानव विचार प्रक्रियाको प्रकृतिबारे केही सङ्केत दिन्छ जस्तो देखिन्छ। एउटा साहित्यिक शैलीले कुनै निश्चित संज्ञात्मक बानीको प्रतिनिधित्व गर्छ, जस्तो कि व्यक्तित्वका केही पक्षहरूलाई अरू भन्दा बढी महत्त्व दिनु, विशेष प्रकारका विवरणहरूलाई प्राथमिकता दिनु र मानिसहरूको उद्देश्य र कार्यहरूलाई केही तरिकामा व्याख्या गर्नु तर अरू तरिकामा होइन। वुल्फका अनुसार डिकन्सदेखि बेनेटसम्म फैलिएको दीर्घ यथार्थवादी परम्पराले मानिसहरूको सामाजिक हैसियत र प्रष्ट देखिने स्वभावगत विशेषताहरूको आधारमा अरूलाई बुझ्ने एउटै खालको दृष्टिकोणको प्राथमिकता दियो र यसले पाठक वर्गले आफ्नै जीवन बुझ्ने तरिकामा गहिरो प्रभाव पारेको थियो। त्यो सोच्ने तरिका पुनः निर्माण गर्न त्यो जड भइसकेको मनोवैज्ञानिक भूगोललाई उल्ट्याउन वुल्फको पुस्ताको काम नयाँ लेखनको शैलीको आविष्कार गर्नु थियो। उनी स्ट्रिम अफ कन्सियसनेस शैलीकी प्रख्यात प्रयोगकर्ता हुन्, जसमा उनले पात्रहरूको दृष्टिकोणहरू र आन्तरिक एकालाप बीच अदल बदल गर्छिन्। यसले सोच्ने र महसुस गर्ने अमूर्त प्रक्रियाहरूलाई साहित्यिक स्वरूप प्रदान गर्छ। मानव मनको अन्वेषण आधुनिकतावादीहरूको केन्द्रीय चासो थियो। 19औं शताब्दीमा मनोविज्ञानको प्रारम्भिक भयो र छिट्टै फ्रेड, युङ लगायतका सिद्धान्तहरूले मानव क्रिया र इच्छाहरू अवचेतन प्रेरणाहरूमा आधारित हुन्छन् भन्ने विचार प्रचार गरेपछि यसको लोकप्रियता तीव्र रूपमा बढ्यो। साहित्यिक समीक्षक ह्यारी लेभिनका अनुसार सन् 1960मा लेखिएको उनको निबन्ध वाट वाज मोडर्निजममा आधुनिकतावादीहरूको स्ट्रिम अफ कन्सियसनेस शैली बाह्य संसारबाट आउने प्रभाव र संवेदनाको प्रभावलाई प्रत्यक्ष र पारदर्शी रूपमा सम्प्रेषण गर्छ। लेभिनका अनुसार यस्तो आत्मसचेत लेखनप्रति आधुनिकतावादी कथा मनोविश्लेषणका उद्घाटनहरूबाट प्रेरित भयो। वुल्फका लागि उनका कथा साहित्यमा केन्द्रीय चासो यो भित्री मानसिक भूदृश्य र बाहिरी संसार बीचको अन्तर्क्रिया थियो र ती दुई बीच अर्थ पैदा गर्ने वा अर्थ अपारदर्शी बनाउने अनुभूति तथा बोधका प्रक्रियाहरू। शोधकर्ता जेम्स हार्करका अनुसार टु द लाइट हाउसको एउटा प्रतिनिधि दृश्यलाई उद्धृत गर्दै झ्यालभित्र बसेर चराहरू हेर्दै बोध सम्बन्धी क्रुटी गरिरहेकी वुल्फकी पात्र भनी जेम्स हार्कर लेख्छन्। भित्री जीवन र बाह्य संसार बीचको सम्बन्धको प्रतीक हुन्, जसलाई भौतिक सीमितताले माध्यम बनाउँछ। शाब्दिक रूपमा झ्यालद्वार र वैचारिक रूपमा अनुभूति र संज्ञानको यन्त्रद्वारा। हार्करको तर्क छ कि भित्री जीवन र बाह्य संसार बीचको यो विच्छेद नै वुल्फको साहित्यिक सौन्दर्य शास्त्रको आधार हो। वुल्फका उपन्यासहरूमा देखाइएका धेरै घटनाहरूले यौनिकता, इच्छा र यौन पहिचान बारे समकालीन विचारहरूलाई आलोचनात्मक दृष्टिले प्रस्तुत गर्छन्, जसले 20औं शताब्दीको सुरुवाततिर यौन विद्याको क्षेत्रले जमाएको आधारलाई प्रतिनिधित्व गर्छ। त्यस बेलाको यौन वैज्ञानिक सोचले यौनिकता र इच्छा पहिचानलाई द्वैध रूपमा परिभाषित गर्दै तिनलाई एकै कुरा जस्तो मान्ने प्रवृत्ति राख्थ्यो। शोधकर्ता ब्रेन्डा एस हेल्टका अनुसार वुल्फले इच्छालाई केवल यौनिकतामा झारिनु र यौन पहिचान भन्ने अवधारणालाई दुवैलाई अस्वीकार गरेकी थिइन् र उनका धेरै पात्रहरूले यौन इच्छा अन्वेषण गर्छन् तथा यौनिक सम्बन्धहरूमा संलग्न हुन्छन् जुन पारम्परिक यौन वैज्ञानिक कोटिहरूसँग मेल खाँदैनन्। 20औं शताब्दीको साहित्य अध्ययनकी विद्वान लोरेटा स्टेकका अनुसार वुल्फ र ब्लुम्सबेरी समूहका अन्य सदस्यहरू जस्तै यौन वैज्ञानिकहरूद्वारा बनाइएका कडा वर्गीकरणहरू, जसमा फ्रेडका धेरै सिद्धान्तहरू पनि पर्छन्, को विरोध गर्थिन्। ती सिद्धान्तहरूले प्राय मानिसहरूलाई अनुशासित गर्ने र वर्गीकरणमा पारिएका व्यक्तिहरूलाई परिधिमा धकेल्ने प्रवृत्ति बोकेको थियो। विशेष रूपमा वुल्फको कृतिहरूले महिला बीचको सम्बन्धको विविध प्रकृतिसँग गहिरो रूपमा संवाद गर्छन्। हेल्टको दावी छ कि वुल्फले महिलाहरूको समलिङ्गी इच्छा बारे एक पुरानो धारणा व्यक्त गरिन् कि यस्ता इच्छाहरू
अधिकांश महिलाहरूमा सामान्य हुन्छन् र यस धारणालाई उनले यौन वैज्ञानिकहरू र केही अग्रगामी व्यक्तिहरूले प्रवर्धन गरिरहेको द्वैध यौन पहिचान र दुई लिङ्गी चेतनाको विचार भन्दा बौद्धिक सौन्दर्यात्मक र राजनीतिक हिसाबले महिलाहरूका लागि अझ उपयोगी भनेर अघि सारिन्। यो समकालीन यौनिकता सम्बन्धी धारणाबाट मुक्ति वुल्फको लेखनमा प्रष्ट देखिन्छ। वुल्फका लागि हेल्ट लेख्छिन्। हेल्टका अनुसार वुल्फका लागि कलात्मक, सृजनात्मक र उत्पादनको स्रोत महिला झैं र पुरुष झैं सोच्ने क्षमता होइन, बरु मनको स्वतन्त्र रूपमा घुम्ने र खुल्ला रूपमा सबै प्रकारका इच्छाहरू, यहाँसम्म कि सामाजिक रूपमा निषेधित मानिएका इच्छाहरू पनि उपलब्ध गराउने क्षमतालाई सजग रूपमा अपनाउनु हो। वुल्फले लिङ्गीय पहिचानलाई यौनिकता र यौन आकर्षणबाट अलग गर्नुपर्नेमा जोड दिएकी थिइन्। धेरै अघि नै जब अझै समाजले त्यस दिशातर्फ सङ्केत पनि गर्न सुरु गरेको थिएन। आफ्ना समकालीनहरूमध्ये धेरै जस्तै वुल्फले साम्राज्यवादलाई बेलायतको विगत र वर्तमानमा लागेको एक कलङ्कको रूपमा हेर्थिन्। यद्यपि वुल्फले साम्राज्यवादप्रति आलोचनात्मक दृष्टिकोण राखेकी थिइन्। उनका कथा कथनहरूमा गैर श्वेत उपनिवेशिक पात्रहरूको अभाव भएको भन्दै आलोचना गरिएको छ र यो अभाव आधुनिकतावादी साहित्यको एउटा विशेषता नै थियो, जसका लेखकहरू साम्राज्यवादप्रति शङ्कालु भए पनि त्यो सन्दर्भलाई स्पष्ट रूपमा चित्रण गर्न असफल रहन्थे। वुल्फका लागि उपनिवेशवाद र पितृसत्ता आपसमा गहिरो रूपमा गाँसिएका थिए र दुवैले महिलाहरूले आफ्नै सेवामा आबद्ध गर्थे। मेकटागर्टका अनुसार वुल्फको धारणा थियो कि ब्रिटिस पुरुषवादी विचारधारासँगको साँठगाँठले महिलाहरूलाई केवल नारीवादको विश्वासघात गर्नै होइन, साम्राज्यको हिंसात्मक कार्यमा समेत सहभागी हुन बाध्य बनाउँछ। आफ्नो पहिलो प्रकाशित उपन्यास द भोयज आउटमा वुल्फले एक अविवाहित युवती रेचेल भिनरेसको कथा चित्रण गर्छिन्, जो साम्राज्यको शहरी केन्द्र लन्डनबाट यात्रा गरी त्यसको परिधिमा रहेको एक अनाम दक्षिण अमेरिकी बन्दरगाह पुग्छिन्। भिनरेसको विवाह मार्फत साम्राज्यको पुनः उत्पादन श्रममा सहभागी हुनुपर्ने दबावप्रति प्रतिरोधको सङ्केत गर्छिन्। तर जब एक पुरुषले उनीप्रति रुचि देखाउँछ, उनी विवाहको प्रतिबद्धता जनाउँछिन्। त्यसपछि केही समयमै उनी ज्वरोले ग्रसित हुन्छन् र उनको मृत्यु हुन्छ। वुल्फले विवाहको विकल्प प्रस्तुत गर्ने सट्टा आफ्नी मुख्य पात्रलाई मारेकी छिन्। यसरी गरेर उनले सङ्केत गर्छिन् कि विवाह गर्नु भनेको साम्राज्यको एजेन्ट बन्नु हो, एक यस्तो प्रणालीको अंश बन्नु हो जसले महिलालाई पितृसत्तात्मक र उपनिवेशिक संरचनामा बाँध्छ। वुल्फले आफ्नो सम्पूर्ण लेखकीय जीवनभरि साम्राज्यवादप्रति कठोर आलोचनात्मक दृष्टिकोण राखिन्। तर जस्तो ब्रिटिस साहित्यकी अध्येता एस्ली नडेउले औँल्याएकी छन्, द भोयज आउटदेखि मिसेस डालोवेसम्मको अवधिमा वुल्फको कृति क्रमशः अझ आधुनिकतावादी बन्दै जान्छ। जब साम्राज्यको केन्द्र र उपनिवेशिक परिधिका फरक फरक संसारहरू नजिकिँदै जान्छन्, जब लन्डनका महिलाहरू र ब्रिटिस साम्राज्यका टाढा टाढाका उपनिवेशहरूमा रहेका महिलाहरूले आफ्नो भविष्य कसरी तय गर्ने भन्ने कुरा सिक्दै जान्छन्, त्यस प्रक्रियामा महिलाहरूको साम्राज्यसँगको सम्बन्धमा केही गहिरो तहको जटिलता देखिन थाल्छ। वुल्फका पछिल्ला कृतिहरूमा एक महिलाको भविष्य केवल उसको ज्ञानले होइन, तर उसको वर्ग, सामाजिक हैसियत, भौगोलिक स्थान र जातीय पहिचानले पनि निर्धारण हुन्छ। आफ्नो सम्पूर्ण लेखकीय यात्रामा वुल्फले महिलाहरूलाई आफ्नो स्वतन्त्र साहित्यिक परम्परा विकास गर्न प्रेरित गरिन्। सन् 1928मा उनले 2वटा लेख लेखिन्, जुन पछि अ रूम अफ वान्स ओन नामक प्रसिद्ध ग्रन्थका रूपमा प्रकाशित भयो। यस ग्रन्थमा उनले तर्क गर्छिन् कि एउटा इमान्दार उपन्यास लेख्नका लागि महिलासँग आफ्नै कोठा र वर्षमा 500 पाउन्ड हुन आवश्यक छ। वुल्फले 18औं शताब्दीदेखि 20औं शताब्दीको सुरुवातसम्मको उपन्यासको इतिहासलाई विश्लेषण गर्दै एउटा सिद्धान्त विकास गर्छिन्, जस अनुसार पुरुष लेखकहरूले समय, स्वतन्त्रता र आर्थिक समृद्धिको सुविधाले आफ्नो साहित्यिक परम्परा निर्माण गर्न सके, तर महिलाहरूको कलात्मक अभिव्यक्तिमा शिक्षा अभाव, मातृत्व र घरेलु जिम्मेवारी, गरिबी र महिला लेखनको पूर्वाधारको अभावले अवरोध पुर्यायो। वुल्फले जोड
जोड दिन्छन् कि कलात्मक अभिव्यक्तिका लागि केवल प्रतिभा मात्र पर्याप्त हुँदैन, त्यसका लागि भौतिक र आर्थिक स्रोत साथै विगतका विचार र साहित्यिक परम्परामा पहुँच हुनु पनि अनिवार्य हुन्छ। मास्टरपिसेस। वुल्फले अ रूम अफ वान्स ओनको चौथो अध्यायमा लेख्छिन्, एकल र एकान्त जन्म होइनन्, ती धेरै वर्षका सामूहिक सोच जनसमूहको सोचको परिणाम हुन्, जसले गर्दा एउटा एकल स्वरको पछाडि जनअनुभवको ऐतिहासिक गहिराई रहन्छ। साँच्चै भन्नुपर्दा वुल्फको स्वर आधुनिक र समकालीन लेखकहरूको सोच र लेखनमा अझै पनि गुन्जिरहेकै छ। पछिल्ला 100 वर्षमा महिलाहरूले सामूहिक रूपमा पर्याप्त सोच विचार गरिसकेका छन्, जसका आधारमा धेरै उत्कृष्ट कृतिहरू सिर्जना भएका छन् भन्ने देखिन्छ। सन् 1928 मा महिलाहरूको लेखनबारे बोल्दादेखि वुल्फले भनिन्, जब म तपाईलाई पैसा कमाउन र आफ्नै कोठा राख्न आग्रह गर्छु, म तपाईलाई यथार्थको साक्षात्कारमा बाँच्न आग्रह गरिरहेकी हुन्छु, एक जीवन्त र ऊर्जावान जीवन। खैर, आज असंख्य महिलाहरू यथार्थको सानिध्यमा बाँचिरहेका र लेखिरहेका छन् भन्ने देख्दा वुल्फ निश्चय नै हर्षित हुने थिइन्।